अनि रमाइलो ए ल एकदम खुसी लाग्यो ए अरुणा बहिनी कस्तो लाग्दैछ अनि पिकनिकमा आज रमाइलो हो ए ल गङ्गा बहिनी रमाइलो भइरहेको छ यता सुषमा बहिनी रमाइलो भइरहेको छ ए ल सेलरोटी हो कस्तो लाग्दैछ त यो चाहिँ के यसको नाम के हो ल आज चाहिँ सबैजना साथीहरू लाग्यो है अब हामी चाहिँ कता लागेको अरे भनौँ त लुगा यो कुरो चाहिँ कस्तो छ भने कता लाग्यो भन्दा पनि कता हिँडेको ए भन्ने कुरो छ कतातिर हामी हिँड्दैछौँ अहिले उत्तर पश्चिमतिर हिँड्दैछौँ यहाँदेखि हामी के को लागि आज जाँदैछौँ त अनि आज हामी विशेष गरी समय स्पेन्ड गर्नुको लागि सदुपयोग गर्दै होइन बिदाको समयलाई सदुपयोग गर्नु र यसो रिफ्रेस हुनुको लागि होइन चाहिँ लाग्दैछौँ ए अब अङ्ग्रेजीमा पिकनिक भन्छ होइन त्यही त होला नि अब नेपालीमा वनभोज भन्छ वनभोज लिम्बू भाषामा ताम्बुङो आवेगवा भन्छ लिम्बू भाषामा चाहिँ ताम्बुङ चा भन्छ है अलिक ताम्बुङमा आवेगपा भन्नुभयो होइन अलिकति ठिकै छ तपाईँको कोसिस धेरै राम्रो छ ताम्बुङ चा हिँडेको मतलब अब साथीभाइले रहर गरिहाले पनि अनि साथीभाइको रहर पुरा गर्नुको लागि आफू पनि होला नि त मेरो खासै रहर होइन र पनि सबै जाँदा जाउँ न त भन्ने कुरो हो ए ल हुन्छ अब जस्तै अर्जेन्टिनाको सपोर्ट फल्नाको सपोर्ट तपाईँ के को सपोर्टमा हुनुहुन्छ अरे मेरो उदाहरण सुन्नुहोस् न जस्तै लागि पर्छ नि अर्जेन्टिना हार्नु खोज्दा म रुएँ आँसु झऱ्यो फल्ना मेस्सीले गर्दा यस्तो भयो भन्ने खालले त्यति साह्रो इन्ट्रेस्ट त्यति साह्रो नभई ठिकै छ भनेर त्यस्तै उदाहरण पिकनिकमा जानै पर्छ एकदम रहर छ भनेर हिँडेको होइन म होइन त्यो जुन सपोर्टरहरू रुने मान्छेहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ त्यो याद रमाइलोको लागि हेर्ने हो आफ्नै देश यहाँनिर झन्डा हेरौँ न आफ्नै देश त्यस्तो हुन्छ होला जस्तो लाग्छ खेल होइन हजुर हजुर तर डाइहार्डमा चाहिँ यस्तो रुएँ यस्तो ढुकढुक भयो दिशा पनि आउनु खोज्यो दिशा पनि आउनु खोज्यो भन्दै कुद्दै थियो नि अस्ति लिलाम त्यो गेम सक्नु त्यस्तो भयो भन्छ हुँदैन क्या मलाई म पनि त्यस्तै खालको किनभने जसले जित्छस् राम्रोले जित्छ हेर्ने रमाइलो गरेर किनभने खेल हो कि खेल कसैको त्यो खेलको आँखै हुँदैन क्या कसैले खिच्लिका लगाइदियो भने सक्यो आफ्नो देशभन्दा ठुलो कुरो हुँदैन देश खेलेको बेला हुन्छ होला देश खेलेको बेला त म पनि एकदमै पक्कै हुन्छ होला तर अरू देश कहाँको खेल्दाखेरि फ्यानसम्म हुन्छ होइन यसले जिते राम्रो भन्नेसम्म त हो तर यसले नै ज्यानै चाहिँ फालिँदैन ज्यानै फालेर एकदम बिट राख्नुपर्छ बिट राखेको बेला चाहिँ हो यसले जिते त भन्ने हुन्थ्यो होइन हजुर अब त बिट पनि खेलिँदैन खास त्यस्तो अनि ए रमाइलोको लागि हेर्ने मात्रै हो ल हस् त तपाईँले एकदमै राम्रो कुरो भन्नुभयो होइन आफ्नो देशले चाहिँ पक्का पार्टिसिपेट गर्यो भने चाहिँ पक्का ज्यान लगाइन्छ होइन त्यसमा चाहिँ तपाईँले चियरिङ गर्नुहुन्छ अरूको लागि चाहिँ अरूकोमा चाहिँ रमाइलो एकछिन यसो टाइम पास मात्रै टाइम पास र अब खेल हेर्ने मात्रै हो ए लु इलामे कान्छा युट्युब च्यानल हेर्ने साथीहरूलाई दर्शकहरूलाई के भन्न चाहनुहुन्छ अब इलामे कान्छालाई नि हेरौँ न अरू कान्छाहरूलाई मात्रै किन हेर्ने भन्ने मेरो भने इलामे कान्छाले नि त राम्रो कन्टेन्टहरू लगाइराखेको छ होइन हजुर भनेपछि कि नराम्रो लाग्छ कि राम्रो छ यसो चेक गर्नुहोस् न एकचोटि कहिलेकाहीँ त हेर्नुहोस् होइन हजुर र उहाँले नयाँ विषयवस्तुहरू लगाइराख्नुहुन्छ पिन्दाङ उफ्रिराख्नु भएको हुन्छ होइन तिनीहरू हेरिदिनुहोस् होइन यसो लाइक कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस् होइन
त्यो पैसा लाग्दैन यसो हैन हेर्दैमा पैसा त लाग्दैन पैसा लाग्दैन हजुर त्यो लाइक गर्दैमा पैसा लाग्दैन यसो उहाँलाई पनि गरेर सपोर्ट गरिदिनुस् भन्ने चाहिँ अनुरोध गर्दछु ल हुन्छ हुन्छ हस् त लुङा हाम्रो गङ्गा लुङाले चाहिँ राम्रो कुरो बताउनु भयो होइन अब गेमहरूको बारेमा बताउनु भयो होइन अनि स्पोर्टको बारेमा अब यो कुराहरू राख्नुभयो धेरै खुसी लाग्यो र हामी अहिले जाँदै यसरी अहिले छोटो कुराकानी गरेको छौँ र यो तपाईहरुले कहाँबाट हेर्दै हुनुहुन्छ अवश्य यस मेरो च्यानललाई मेरो ब्लगलाई तपाईहरुले कमेन्ट गर्दिन हुन हार्दिक अनुरोध हैन अनि पोस्ट कोड त उल्टो भएछ नि त अनि झन् म्याराथन कुदेर आयो नि हो हामी चाहिँ यहाँ अहिले रोदाराम भ्याली भन्ने ठाउँमा आइपुगेको छौँ हो यहाँनिर लेकहरू छ है यहाँनिर हो हामी चाहिँ यो अमेजनको LBA 4 को टिमहरू हो यहाँ हाम्रो लुङा हिँड्दैछ हामी चाहिँ ठ्याक्कै यहाँनिर घुम्दैछौँ है रोदाराम भ्याली भन्दो रहेछ होइन यो टक्कै अहिले यहाँ वरिपरि साइक्लिङ गर्दो रहेछ अनि बोटिङ गरिराखेछ है यस्तो ठाउँ छ यहाँ चाहिँ साथीहरू हामी चाहिँ अहिले यहाँ हिँड्दै जाँदैछौँ आज चाहिँ पिकनिक वनभोज ताम्बुङचा भन्छ है लु टेन्ट निस्किसकेको छ यहाँनिर होइन अब त्यही त यहाँनिर टेन्ट खोलिराखेको छ है हाम्रो जुन अब यहाँनिर यहाँ म अब यता चाहिँ दर्शकहरू है एकदम यहाँ पिकनिक दर्शकहरू हुनुहुन्छ ल यहाँ टेन्ट टाङ्ने हुँदैछ है यहाँ चाहिँ टेन्ट पनि टाङ्गिसकिएको छ यहाँनिर ल अनि हाम्रो सरलाई कस्तो लाग्दैछ यता पिकनिक आउँदाखेरि फ्यान्टास्टिक ए ल हाम्रो तारा भाइलाई गफला गर्दैछ र ठिक छ हाम्रो चिज लुङ्गाले कस्तो लाग्दैछ त नि एकदम रमाइलो ए ल ठिक छ आज चाहिँ एकदम पिकनिकको रमाइलो अब तपाईले मेन चाहिँ तपाईले टेन्ट ल्याएपछि अझै यसमा रमाइलो भएको छ जस्तो लाग्यो हजुर रौनक थपिएको छ है उहाँले टेन्ट ल्याउनु भएको छ ल हुन्छ टेन्ट पनि एकदम सजिलो खालको है अब अर्कोचोटि आउँदा चाहिँ लगभग राम्रो खालको अझै सबैले ल्याउँदाखेरि अझै धेरै देखिने रहेछ होइन एकदम खुसी लाग्यो तपाईलाई धेरै धेरै धन्यवाद भाइ ल साथीहरू यहाँनिर एकदम पिकनिकको चाहिँ एकदम रमाइलो है यहाँ हाम्रो टिम नेपाली कम्युनिटी टिम है अब यहाँनिर तपाईहरुलाई म यहाँको डिस्क देखाउँदैछु साथीहरू ल यो चाहिँ एकदमै लु यो चाहिँ सेलरोटी एकदम नेपाली स्पेशल सेलरोटी है यो चाहिँ कसले बनाउनु भएको बहिनी ए पुष्पा आन्टी पुष्पा दिदीले बनाउनु भएको रहेछ उहाँले है अनि यो चाहिँ चिकन मोमो
कसले बनाउनु भएको चिकन मोमो ए लु बहिनीले यमुना बहिनी चाम्रे बनाउनु भएको रहेछ कसले ल्याउनु भएको हेमा दिदीले ल यहाँनिर ल यहाँ चाहिँ सुषमा बहिनीले बनाउनु भएको रहेछ है यता चाहिँ ज्योति बहिनी है यता गङ्गा बहिनी र अरुणा बहिनीले चिकन चिल्ली एकदम धेरै राम्रो डिस बनाउनु भएको रहेछ है साथीहरू ल यहाँनिर सर्भिङ सेल्फ बफर सिस्टम सुरु भइसकेको छ है सबसे पहिला यहाँ हाम्रो इलाङ भतिजले सुरु गरिसकेको छ ल ल लजाए जस्तो छ ओ बिरबुङ भाइ झन् लजाएर यता कुल्चिनु थाल्यो ल अहिले चाहिँ बफर सिस्टम भइसकेको छ होइन सुरु भइसकेको छ हो पिकनिकको अब रमाइलो ल सुरु गरौँ न अनि म त एकछिनमा लिइहाल्छु नि ल हाम्रो चिज दैले अब स्टार्ट गरिसकेको छ यहाँनिर हो के तपाईहरु लजाउनुहुन्छ सुरु गरौँ न म त अहिले लिइहाल्छु ल एकदम धेरै राम्रो बनाएको छ लु अब यहाँनिर यहाँ स्टार्ट भइसकेको छ रोजी बहिनी कस्तो लाग्दैछ अनि रमाइलो ए ल एकदम खुसी लाग्यो ल अनि अरुणा बहिनी कस्तो लाग्दैछ अनि पिकनिकमा आज रमाइलो हो ए ल गङ्गा बहिनी रमाइलो भइराखेको छ यता सुषमा बहिनी रमाइलो भइरहेको छ ए ल ल ठिक छ यो चाहिँ एकदम स्पेसल बहिनीहरूले बनाएर ल्याउनु भएको है दिदी पुष्मा दिदी तपाईँलाई कस्तो लाग्दैछ दिदी ल ल ल यता दिदीलाई कस्तो लाग्दैछ अनि ए ल मिठो खाना है ल धेरै राम्रो ल लुगालाई अलिक नराम्रो लाग्छ यता बहिनीलाई ए ल ठिक छ ल अनि हाम्रो यता लुगा रमाइलो भइरहेको छ नि ए ल हजुर सेलरोटी हो चामलको पिठोदेखि बनेको हुन्छ हजुर यो घिउमा पनि बनाइन्छ तेलमा पनि बनाइन्छ गुलियो खानेले चिनी लाउँछ हजुर अझै अब केरा पनि लाउँछन् लाउने ल लिँदै गरौँ
अर्को गाउँघरतिर चाहिँ एउटा रुख हुन्छ नि त्यो रुखलाई के भन्छ जस्ट समथिङ त्यसको बोक्रा लाएर चाहिँ चिप्लो बनाउँछ त्यसलाई भनेको छ दार पनि भन्छ एउटा चिप्ले पत्ता पनि हुन्छ यता हाम्रो भाइलाई कस्तो लाग्दैछ अनि भाइ ए रमाइलो छ नि सकेको हाम्रो अनि अब धेरै फेरि बनाउनु हुँदैन यता बिरुङ भाइलाई कस्तो लाग्दैछ त यो चाहिँ के यसको नाम के हो ए मोमो ठिक छ छवि भाइ कस्तो लाग्दैछ त अनि हाम्रो पिकनिकमा राम्रो तारा भाइलाई एकदम रमाइलो खोइ अनि तपाईँ माइन्ड फ्रेस छ नि होइन ल खुसी लाग्यो यहाँनिर परतिर अब यसो हेर्दाखेरि ठ्याक्कै उतानिर लेक पनि छ हो एकछिनमा जाने होइन जानुपर्छ नि ल ल बहिनी अनि कस्तो लाग्दैछ तपाईँलाई हजुर रमाइलो लाग्दैछ नि ए ल ल ल ल ल ल ल हाम्रो भाइ अनि ठिकै छ नि होइन रमाइलो छ ए ल हस् त ल धन्यवाद ल यता यहाँनिर हाम्रो अब हाम्रो दाइहरू भाइहरू है एकदमै यहाँ सुरु भइसकेको छ नि होइन ल खुसी लाग्यो ल सबैलाई रमाइलो लाग्दै होला नि त ए ल ठिक छ ल हजुर ल म पनि अब सुरु गर्छु ल हेमा दिदी जोरले ड्रिङ्क पाली हो तपाईँ ल ड्रिङ्क ल साथीहरू अब हामी चाहिँ यहाँ अब म लास्टमा चाहिँ म लिँदैछु है भाइ तपाईँ पनि लिइहाल्नु ल म पनि अब लिन्छु ल है अब हामी सबैजनाले लिँदैछौँ लिँदैछु म यहाँ पुष्पा दिदीले बनाउनु भएको सेलरोटी मोमो चिकन मोमो अब यो चाहिँ चाम्रे चाम्रे बनाउनु भएको रहेछ यो चाहिँ हाम्रो रोजी बहिनीले एन्जेला बहिनीले चटनी यो चाहिँ के को मासु पोर्क मोमो चाहिँ नखाउँ होला यो चटनी बिनिसा दिदीको स्पेशल ल यो चाम्रे नै हो दाइ चाम्रे यो चाहिँ हाम्रो ज्योति दिदीको पोर्क यो चाहिँ म पोर्क नखाने परेछु ल ठीक यो चाहिँ शारदा आन्टीको चिकन समोसा हजुर यो चाहिँ भेज यो भेज यो चाहिँ रोजी दिदीको आलुदम यो चाहिँ मेरो चिकन चिल्ली ल अरुणा बहिनीले बनाएको चिकन चिल्ली है यो चाहिँ धेरै पो लिएछ ल यो चाहिँ गङ्गाले बनाएको नि चाहिदिनु यो पनि चिकन चिल्ली मन दुखाउँछ चिकन चिल्ली हैन हजुर चिकन चिल्ली नै हो नि दुईटै राख्नु पर्यो ल
यहाँ खिच्दै जाँदैछु म चाहिँ यहाँनिर हाम्रो जसले क्यामेरा हेर्दैन उसैलाई ज्यादा फोकस गर्नु पर्यो यहाँ चाहिँ नानी बाबुको बर्थडे यो उल्टो भएन उल्टो भयो यसो भुक फर्काउनु पर्छ अनि यो यसो 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 हो नि उल्टो फर्स्ट टाइम रहेछ Happy birthday to you. Happy birthday to you. Happy birthday, Raisin. Happy birthday to you. Happy birthday. Oh, kamera lo, kamera lo. यहाँ फोटोग्राफी हो यो चाहिँ एकदम फोटोग्राफी है फोटोग्राफी भइराखेको छ यहाँ चाहिँ साथीहरु यहाँ बिन फ्याक्दै छ श्रम यसरी गर्नुपर्छ हो साथीहरु पिकनिक रमाइलो भइसकेपछि अन्तिममा डान्स गरेर यसरी हामी डान्स गरिसकेपछि सबैजना अब हामी छुट्ने क्रममा यो चाहिँ अन्तिम समापन हो साथीहरु हो ल सबैलाई बाइ 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 पैदल यात्री र कार यात्री सबै बाइ बाइ बहिनीहरु बाइ बाइ ल ल सबैलाई बाइ बाइ यता हाम्रो भाइलाई बाइ बाइ ल बाइ 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 ल ल बहिनीहरु ल बाइ बाइ ल सबैलाई बाइ बाइ ल ओ ल लाग्यो हामी पैदल यात्री लाग्यो पैदल यात्रीहरु लाग्यो हामी चाहिँ पिकनिक खाइसकेर फर्किसकेको छौँ पिकनिक चाहिँ खाइँदैन होइन खानु चाहिँ तर हामी चाहिँ पिकनिकमा रमाइलो गरेर फर्किसकेको छौँ है फर्किँदै अहिले चाहिँ अन द वे छौँ अन द वे टु होम ल अनि चिज्दै हाम्रो लुगालाई कस्तो लाग्यो त अनि आज पिकनिक आज सधैँ रमाइलो भयो ल अब एकछिन दुःख लाग्यो भनेको हुन्छ तर त्यस रमाइलो भयो आज चाहिँ ल धेरै रमाइलो भयो अनि हाम्रो यता लुगालाई गङ्गा लुगालाई ए असाध्यै हुन्छ यता हाम्रो भतिजलाई फ्यान्टास्टिक ल यता हाम्रो लुगालाई नभन्नु
ए नम्बर 1 ल एकदम लुगालाई नम्बर 1 भएपछि त मलाई त हुने नै भयो ल हाम्रो चाहिँ रोड यस्तो छ है यो रोडमा जाँदैछौँ होइन सबै हामी चाहिँ भित्र रोडबाट लगेको रहेछ होइन गइराखेका छौँ यहाँनिर